डाइटिङ गर्दाखेरि दिनमा 4 चोटि भात खाने यही मान्छे हो। शनिबारको दिन घरमा कहिले बस्नै हुँदैन, जहिले टाउको दुख्छ। आज चाहिँ के हुन्छ मलाई भन्नु पर्दैन। यहाँ त लास्टै मिठो पाइन्छ चाउमिन। तिम्रो नि मासु काटेको कमेन्टमा नि सबैजनाले के अगाडि काटेर राखेको थियो भन्दै त काटेर राखेको थियो कि थिएन भनेर। हेलो साथीहरू, सेवारो नमस्ते एन्ड गुड मर्निङ। इट्स मी माया लिम्बू। वेलकम ब्याक टु माई न्यू ब्लग। सदा चाहिँ आज पनि मैले मेरो नयाँ दिन सँगसँगै मेरो नयाँ ब्लग पनि सुरु गर्न गइरहेछु। साथीहरू हेर्नु होला कस्तो हुन्छ। आज म के देखाउँदैछु भन्दाखेरि आज बिहानको मौसम छ, आज चाहिँ अलिक शीतल छ, सो त्यही भएर म चाहिँ आज फेरि स्याटरडे हो। आज स्याटरडे चाहिँ फेरि हाम्रो माइलीको अब दिदी हो, तर हामी चाहिँ अब त्यस्तै अब दिदी बहिनी भन्ने हाम्रो छैन। सो त्यही भएर आज हाम्रो माइलीको छुट्टी छ। आज त्यसले खाना बनाउँदैछ। साथीहरू हेर्नुपर्छ है के गर्दा रहेछ किचनमा। माइली के गर्दैछिस्? मासु लुकाएर त खाने एक्लै। यहाँ मासु हाम्रो घरमा पुरा धेरै चेन्ज भएको छ। हाम्रो सेफ चेन्ज भएको छ, कुकिङ मास्टर चेन्ज भएको छ। के बनाउँदैछ कुकिङ मास्टरले हेर्नु होला। अनि त्यो के अरे साथीहरू डाइटिङ गर्दाखेरि दिनमा 4 चोटि भात खाने यही मान्छे हो। हेर्नु होला, डाइटिङ गरेको दिनमा 4 चोटि खाने मान्छे उयो हो। अब यहाँ कतिचोटि खान्छ आज दिनमा। अनि एउटा कुरा भन्न चाहन्छु साथीहरू, यसलाई चाहिँ शनिबारको दिन घरमा कहिले बस्नै हुँदैन, जहिले टाउको दुख्छ। आज चाहिँ के हुन्छ मलाई थाहा छैन। जहिले कफी चाहिन्छ यसलाई। आज चाहिँ मलाई थाहा छैन। आज चाहिँ अनि खानासाना खाएर यसको कहाँ जाने प्लान छ अरे आज त्यो थाहा चाहिँ। खै जङ्गल टिकटक बनाउनु भन्दा जङ्गल टिकटक बनाउनु जान्छ अरे साथीहरू। हेर्नु है। अनि यसले सब्जी के पकायो साथीहरू हेर्नु होला। के पकाएछ अरे सब्जी? बडी फुटेको छ। फ्राई बडी बनाएछ। अब एकछिनबाट टोटल टोटल भुटे छैन नि छैन। अनि आलु भुट्ने माम त सिखाले पकाएको मलाई थाहा छ। अब मैले पकाएको त माम सिखाले होइन र? अनि मैले गिलो बनाउँछु। अनि मैले सिकालाई माम बसाउँदै म आएर सब्जी पकाउँछु भनेको थिएँ। अनि म चाहिँ नानीलाई अब त्यही हो नि, अब नानीको आमा भन्नु झट्ट हुनु पाइँदैन। अनि नानीसँग ओछ्यानमा ढल्किरहेको थिएँ। अनि यसले चाहिँ सब्जी पकाउनु थालेछ। यसको जाँगर चलेछ आज बिहानै। अनि यसले सब्जी पकाउनु थालेछ होइन। अनि मलाई दाइले के दिइरहेको थियो भन्नु, ओइ मैले भात चाहिँ पकाएँ त आँगन बढाएर न अरे। मैले भात चाहिँ पाउँदा 8 बजीसम्म चाहियो होइन साथीहरू। उसले भात चाहिँ पाउँदा त मलाई त बिहान ओइ मैले भात चाहिँ पकाएँ त आँगन बढाएर न अरे। मलाई त डाइलग उतेरमा कफी भेटाउँदैन नगर। कफीमा कस्तो आन्डुली छ साथीहरू हेर्नु। यो कफी त थोरै थियो, मुनि पानी लाएर सबै ढुँडी आइरह। होइन त्यो यसो हेरेको कि ती बिलले छ कि। अनि मेरो पानी हालेको थिएँ। हिजो हिमालले खानु खोजेको ढुँडीको डल्ला भेटेर खा। कफी चाहिँ फुपू भन्दै थियो छ त खा न भन्नु भनेको त। यस्तो हेरेर त यत्रो ढुँडीको डल्ला परेछ। ढुँडी परेछ भनेर खाएन। कफी खाने बानी। अनि साथीहरू धेरै खुसी छु। आज बिहान भए पनि अलिक शीतल छ, अरू बेला त शीतल हुँदैन थियो। आज अलिक शीतल छ। अनि आज कहाँ जाम भइरहेको छ। मनले चुलचुल भइरहेको छ। हेरौँ कहाँ गई हुन्छ ल। अनसडन अनप्लान कहाँ गई हुन्छ। हेर्दै गर्नु होला साथीहरू मेरो भिडियो। किप वाचिङ। ओके म कहाँ जान्छु फेरि भिडियो हेर्दै गर्नु होला साथीहरू। अम्ला ठहरे बानी चाहिँ कहाँबाट परेको नि मलाई हिजोको भिडियो पनि यस्तो छ। अम्ला काम गर्ने बानी होला। प्याज पनि मजाले काट्नु आउँछ। मलाई नि आउँछ। कहाँबाट बानी भएको नि हिजो त पुरा पृथ्वीनारायण शाह यस्तो भइरहेको थियो मेरो भिडियोमा त। फेरि मैले हिजो त त्यो भिडियो अपलोड नगरेको धेरै दिन भएको थिएन साथीहरू। अनि सो त्यही भएर मैले चाहिँ छिटो भिडियो बनाएर अपलोड गर्ने भएको। थम्बनेल बनाउनै बिर्सेछु। मेरो त्यो भिडियोमा थम्बनेल छैन। अनि कस्तो भएछ भने यस्तो हेरेको त त्यो नानीको मोबाइलबाट हेरेको त अम्ला त्यस्तो भइरहेको छ। जे यस्तो भिडियो यस्तो अम्ला भएको भिडियो पनि चल्न चाहिँ अलिअलि चलिरहेको छ।
अब अझै एउटा सब्जी पकाउन बाँकी छ सो गाइस दिस इज हाँस्ने मेलो हो ओके तपाईहरुलाई पनि थोरै रोमान्टिक बनाइदिएको मैले मलाई पनि कस्तो कस्तो लागिरहेको थियो ल साथीहरु हामी दिदीबहिनी भिडियो यस्तो छ अब आज म दिदीबहिनी के गर्छु दिनभरि म तपाईहरुलाई देखाउँछु तर मेरो भिडियो छोडेर कहाँ जानु भएन साथीहरु ओके म घरमा अप टु एन्ड यता त घरमा बस्नु मन लाग्दैन किनकि यसो नानीले साह्रो झगडा गर्छ त्यही घरमा छ भने पढ्नु मान्दैन पढ्नुलाई हामीले झगडा गर्छ झगडा गरेर न्यु पारेर के माग्छ के गर्छ सो त्यही भएर यसले चाहिँ एकदम इरिटेट मान्छ यो चाहिँ घरमा बस्नै मान्दैन यसलाई चाहिँ जति सक्दो एउटा 60 वर्षको बुढो खोजिदिनु होला साथीहरु अलिक युके लाउरे को छ युके लाउरेहरूले हेरौँ है खालि 60 वर्षको भन्छ यसले पनि युके लाउरे पर्दैन हो नेपाली भए पनि हुन्छ ए नेपाली भए पनि हुन्छ अरे इमानदार होस् हो इमानदार होस् अरे ढाका टोपी शिरमा लाउने होस् अरे तल खुट्टामा जुत्ता लाउने होस् अरे अलिक हिँड्दा पनि अलिक सहने खालको हो ल को अस्कट लाएर परेको हैन साइज त फेरि खतरा छ नि यसको त फेरि पहिलाको नि खतरा थियो फेरि पनि खतरै खोज्दैछ यसले पहिलाकोलाई त कहाँ मैले पो यहाँ मसँग बिहा गरी पो चिटिक मिटिक बनाइदिएको त पहिला त कहाँ यत्रो पेन्ट पनि लाउने सर्ट पनि भङ्ग लाउने त्यस्तो अनि काठमाडौँमा त्यो यो गर्दाखेरि आमा यसो हेर्दा त पेन्ट पनि त्यो उहिलेको देख्नु साथीहरु हाम्रो भ्लगमा त लभ स्टोरी पनि सुन्नु पाइन्छ त यसरी अनि पछाडि मैले चेन्ज गराइदिएको हैन त त्यहाँदेखि फिटिङ लगाएर त्यहाँदेखि ह्यान्डसम हुन्छ हो यो कुरा चाहिँ साँच्चै यसले म पनि ड्रेसअप गर्न जान्दिनँ यसले नै सिकाउन चाहिँ कि यसले साउँछ यस्तो साउँछ यस्तो राम्रो हुन्छ मलाई चाहिँ फेरि त धेरै ओभर गर्नु पनि मन लाग्दैन त्यही भएर यो चाहिँ अलिक फेसन डिजाइनर हुनु पनि के भएर यो होटल लाइनमा छिरेको नि मलाई पनि थाहा छैन अर्को कान्छी बुढी पो ल्याए यो भएर त कान्छी ल्याउनुलाई पो पुरा बनाएको जस्तो लाग्छ होइन यसले चाहिँ अरू जे भए पनि साथीहरू खानेकुरा चाहिँ एकदम मिठो बनाउँछ होटलमा मान्छेहरूले पनि सोधिरहेको हुन्छ यता बाहिरतिर पनि माइले साह्रै मिठो बनाउँछ अरे नि खानेकुरा भने चाहिँ मिठै हुन्छ भन्छ सबैजनाले भनिदिन्छु कतिजना त मान्छेहरू खानु पनि जानुहुन्छ अनि चाखेर आउनुहुन्छ मिठो बनाउँदो रहेछौ भनेर सुन्नुहुन्छ त्यही भएर आउनु होला अंशु सिल्भे खाजा घर पनि कहिलेकाहीँ सम्झेर छिर्ने गर्नु होला साथीहरू मैले झुट बोलेँ कि साँच्चै बोलेँ भनेर तपाईँहरू आफै ट्राई गर्नु होला ओके कस्तो मिठो बनाएको फेरि बनाइदिनु दिनु भन्दै त्यस्तो भन्दा अनि तेरो नाकको त सीमा रहँदैन होला है भोकले होला हौ होइन होला हौ भनेको होइन साँच्चै नै उनीहरू खाएको यस्तो थिएन बरु यहाँ खानु पर्ने रहेछ अनि त्यो भुटानबाट आएको थियो नि उनीहरू फेरि रिपिट आएको थियो हो र अरूतिर जानु 21 यसको नानी बिराम भयो भनेर म चाहिँ गएको थिएँ अनि कपडा पनि फोहोरै थियो घरमा काम गरिराखेको कपडा पनि गएको थिएँ म त लाज लाएर त्यो भिडियो हेर्दाखेरि राखेँ लु आज त म त एक प्लेट खाएर जाने हो भनेर एक प्लेट खाएँ होइन सङ्गीतको मान्छेमा अरूतिर फेरि जाने बेला नि यहीँ खाने हो अरूतिर नखाने हो भने त हामी दिदीबहिनी चाहिँ यस्तो गफ हुन्छ है साथीहरू हेर्नु हप्तामा एकचोटि बसाइ हुन्छ हो अनि अब म पनि हप्ता दोकान जानु भ्याउँदिनँ घरको काममा बिजी हुन्छु अनि शनिबार भेट्दा चाहिँ यस्तो गफ हुन्छ अब किन अर्का गफ गरेर के पाउनु होइन आफ्नै दुःख सुख गफ गरेर आफ्नै दोकानको गफ गरेर हाम्रो चाहिँ यस्तै हुन्छ तर हाम्रो पछाडि चाहिँ खुट्टा तान्ने आरिस गर्ने कति छ है राम राम कोहीसँग हिँड्नु नि हुँदैन कोहीसँग बोल्नु हुँदैन हामीलाई चाहिँ एकदम धेरै डा गर्ने मान्छेहरू चाहिँ एकदम धेरै हुँदो रहेछ मैले सुन्थेँ भ्लगमा कसैको है यस्तो गर उस्तो गर आफ्नो मान्छेहरू हुन्छ खुट्टा तान्ने ह्यान त्यहाँ भन्छ तर हो रहेछ आफ्नो मान्छे नै हुँदो रहेछ साथीहरू मैले पनि धेरै भोगिसकेँ धेरै अब होइन अब यो पनि पहिला त यो रमा हुँदा त जहाँ यो रमा हिँड्थ्यौँ नि त अनि अहिले चाहिँ अब यसले होटल गर्छ यो रमा हिँड्नु पाउँदिनँ अनि साथी लिएर हिँड्यो भने आमामा तिमीहरूको आन्द्रा गाँस्यो कहिले चुडिन्छ भन्ने मान्छेहरू पनि छ है साथीहरू तर एक दिन आउँछ त्यही भनेर म पनि बसिरहेको छु अब त्यस्तो भन्ने मान्छेहरू आफ्नो हुँदैन त्यस्तो भन्नेलाई चाहिँ नि म देखे जाऊ मे भी देखूँगा ओके भन्न चाहन्छु त्यही हो खुट्टा तान्ने भनेको आफ्नो मान्छे हुन्छ डा गर्ने भनेको आफ्नो मान्छे हुन्छ बरु परको मान्छे त वा यसले यस्तो गरेछ भनेर ताली बजाउँछ वा यिनीहरू मिलेर यसरी हिँड्दो रहेछ भनेर राम्रो भएछ भन्छ तर नराम्रो भन्ने नराम्रो चिताउने चाहिँ आफ्नो मान्छे नै हुन्छ भन्ने कुरा चाहिँ याद राख्नु होला मेरो भ्लग हेर्ने साथीभाइहरूले ल मेरो भ्लग पनि धेरै लामो भइसक्यो मेरो भिडियो हेर्दै गर्नु होला है आज हामी कहाँ कहाँ जान्थ्यो दिदीबहिनी तपाईँहरूलाई देखाउने छु आज हामी चाहिँ दिदीबहिनी दुईजना जाँदैछौँ मन होइन पराउनु कहाँ जाँदैछौँ भन्दाखेरि साँच्ची ओइ अहिले हाम्रो मङ्गलबार क्या हो मङ्गलबार हुन्छ नि हट्टे पनि सरेर शनिबार पुगेको अरे साथीहरू आज हट्टे पनि पुग्ने छ है तर हट्टे भन्दा चाहिँ हामी हिँडेको होइन हामी चाहिँ अर्कै प्लानमा हिँडेको
यहाँ ल साथीहरू हामी मात्रै छैनौँ है हाम्रो साथीहरू धेरै छैन उहाँबाट त दुईजना आउँदैछ ए साथी तिम्रो त्यो काली चाहिँ आइपुग्यो छैन यो 2 हप्तापछि आउँछ अरे अस्तिको नि मर्यो अरे हावापानी आएको हावापानी आयो अस्ति सब्रिनाले चाहिँ होइन अब के अरे कालिस पाल्नु लाग्छ साथीहरू म भोलि यसो पालेपछि देखाउँछु अन्डा पार्दैछ साथी कुखुराले चित्राको अन्डा नि खानु भइसकेछ पारेर साथीहरू हेर्नु ल हामी अब हिँड्दैछौँ मोटो भएर ल हाँस्दा नि गाला मात्रै निक्नु त भिडियोमा नि तर यहाँ खान्दा नि गाला हो साथीहरू जे भयो नि ल हामी चाहिँ यहाँनिर आज नयाँ सब्जी बजार आयौँ साथीहरू यो बन्द चाहिँ हो त्यो अनलक्की पर्यो मैले अस्ति तँलाई यही काम गरेको के भनेको दामी थियो भनेको सस्तै रहेछ त म त लाउँदिनँ म त उयो लाउँदैन छोडेको अस्तिको त हेर्न गरौँ गरेर यसो झुन्डाइरहेको छु फेरि काम तुएर हामी चाहिँ यहाँनिर साथीहरू आज मासुको अचार चाख्नु पर्यो भनेर आएको तर बन्द रहेछ अनसक्सेस ल हाम्रो आयता संसारको सबैजना यहाँ आउनु होला मेरो पसलमा भन्नु नि के जहिले आइलाग्यो खालि मान्छे राम्रो छु भन्दैमा खालि फ्याङ्किक दिइहाल्नु अनि हिजो बलो त अन्त बलो नि कति राम्रो देख्दो रहेछ हाम्रो बाङ्गे त हेर्नु राम्रो झन् मलाई देखा त कति राम्रो छु ठिकैमा चाहिँ छिटो अहिले त छिन्दा राम्रो यहाँ मुखै नपुगेको हाम्रो बाङ्गे नि हेरेर यस्तो राम्रो छ तर मान्छे पो आउँदैन बजारमा बजार त राम्रो छ नि बजारमा पहिलाको ठाउँ चाहिँ साह्रो मान्छे आउँदैन यहाँदेखि चट्ट जानुपर्छ है साथीहरू सिधा गएर तोका लगाएपछि मेरो घर जाने बाटो आउँछ लोकेसन मैले बताइदिइरहेको छु अनि हामी चाहिँ यहाँ सुँगुरको अचार पाउँछ भनेको सुनेको थिएँ हाम्रै क्याम्पको दिदीबहिनीहरूले बनाउनुहुन्थ्यो अनि सो आज चाहिँ चट्ट लाएर चाउमिनसँग चाखिदिनु पऱ्यो भनेको त अनलक्की भइएछ आज गुरुङ सेकको कर्नर आइपुग्यो साथीहरू हाम्रो चाहिँ खाजा आइसक्यो शनिबारको दिदीबहिनीको बजार भन्नु पर्दैन यहाँ त लास्ट चाहिँ मिठो पाइन्छ चाउमिन मासु नखानु पर्ने देखाएको छ आइसकेपछि थाहा भयो तातो यो चाउमिन झल बनाउँछ आउनुको लागि होला नि त त्यही हामी चाहिँ फाइनली चाउमिन खाइसक्यो निस्केर हिँड्यौँ है दुईजना आज घर पुग्छौँ हामी खाइन नि मैले अलिक चटक मात्रै पारेँ नहाँसी पो भन्छ त अघि भक्कु खुवाएर म खासै भन्नुपर्दा म शनिबार मासु खाँदिनँ त्यो साथीहरू है अनेस्टली भन्नुपर्दा अनि म चाहिँ बिर्सेर भुसुक्कै खाएको भए छु हिजोदेखिको नखाइ बसेको तर आज चाहिँ यसले गरेर खाएछु बिर्सेर केही छैन भगवान्ले माफ दिनुहुन्छ नि त बिर्सेको त होइन ल साथीहरू आज चाहिँ एकदम शीतल भइरहेको छ है आमा म जतिको 4-5 दिनको गरम त आज त लास्टै कुल भइरहेको छ अनि यो शीतल भएको मौसममा हामी चाहिँ दिदीबहिनी दुईजना चट्ट तल झरेर भोक लागिरहेको थियो है साथीहरू किनभने अहिले दिउँसोको 2 बजी लाग्छ त्यही भएर हामीले चाहिँ चट्टमा झन्डै मोमो बनाएछु चाउमिन बजाएर हामी चाहिँ फर्किरहेको छौँ साथीहरू हेर्नु ला अब हामीले हिजो अस्तिको गरमलाई बिर्स्यौँ किनकि आज धेरै शीतल भएको छ त्यही भएर हामी चाहिँ अब मेरो बच्चाहरूलाई अब मोमो पाउँछ कि भन्नु हाम्रो बच्चाहरूले चाहिँ नन भेज चल्दैन सो त्यही भएर हामी चाहिँ भेज मोमो त्यहाँनिर पाउँछ त्यही भएर भेज मोमोको लागि जाँदैछौँ साथीहरू फेरि गर्नु होला मेरो भिडियो है हेर्नु चाहिँ नछाड्नु होला म कहाँ जान्छु भनेर यो बेलायिङ गर्दा म त कुना डुल्छु नि साथीहरू फेरि किनभने साथी हुँदा मात्रै एक्लै त डुल्दिनँ एक्लै त मलाई हिँड्नै मन लाग्दैन म भित्रबाट बाहिर पनि निक्लिँदैन भन्नुपर्दा टोइलेट चाहिँ जान्छु त्यति हो अब साथी हुँदा त हिँडिन्छ यस्तै हो त्यही भएर साथीहरूसँग हिँड्नु खोज्यो किनभने साथीहरूको घर परिवारले के भन्छ साथी लिएर पनि हिँड्नु गाह्रो छ आफ्नो साथी पनि गइहाल्नु भयो विदेश हो यो त बेला बेला सिटीमा कुद्दै बनाइन्थ्यो ल सबैले हामी चाहिँ फाइनली कस्मेटिक दोकानमा आइपुगेको छौँ साथीहरू हेर्नु ल हामीले यो
मुइयाले चाहिँ के अरे नेल पोलिस किने अरे त्यही भएर हामी चाहिँ फाइनली यहाँ मोमो लिएर आइसकेको छु बच्चाहरूलाई मोमो पनि दिँदैछु साथीहरू हेर्नु म चाहिँ घर आइपुगेँ भन्दै मेरो भिडियोलाई हेर्ने जति पनि मेरो युट्युब फ्यामिलीले हुनुहुन्छ मेरो भिडियोलाई माया गरिदिनु होला सेयर सब्सक्राइब भने धेरै धेरै माझ पुऱ्याइदिनु होला मेरो भिडियो के अरे अब पानी पनि पर्नु लाग्छ मौसम आज पानी पर्नेवाला मौसम छ साथीहरू हेर्दै गर्नु होला अनि मेरो भिडियोलाई माया गरिदिनु होला धेरै धेरै धेरैभन्दा धेरै माया गरिदिनु होला भन्न चाहन्छु अनि आउँदा दिनमा पनि तपाईँहरूको मायाले गरेर हौसला मिलोस् मलाई अझ धेरै भिडियो बनाउने भन्न चाहन्छु त्यही हो अरू त के भन्नु र भन्दै मेरो ब्लग आजलाई म यहीँ टुङ्गाउन चाहन्छु हेर्दै गर्नु होला ओके बाई लभ यु मिस यु